त साले खातेलाई नि मैले त्यहाँ आएर त्यो जुत्ताको माला लगाएन छु भने पक्ष जानेछु मैले। कर्मचारी हो कि त को छ? दम छ भने मजासँग आउने, यहाँ सेवा गर्ने भएर आउने। आउँछु अहिले म यता काठमाडौँ छु होइन। ल ल गर्छु। तपाईँको हैसियत के हो, कति के हो, तपाईँ कति एजुकेटेड मान्छे हो भन्ने कुरा त तपाईँका शब्द सबले सुनिरहेछ नि। हजुर हेलो हेलो हाम्रो सचिवजी हो तपाईँ? हजुर म प्रकाश खड्का बोलेँ होइन। कहाँदेखि बोल्नुभयो हजुर? म यता पिएमओ भन्ने थाहा छ तपाईँलाई? कहाँ भन्नुभयो? एकछिन भन्नु। कहाँबाट? प्रधानमन्त्री कार्यालय। हजुर हजुर भन्नुहोस् त, प्रधानमन्त्री कार्यालयबाट के गर्नुपर्ने थियो होला? ए मैले त्यहाँको स्थानीयलाई त्यहाँ एउटा सिफारिस ल्याउनलाई भनेर भनेको थिएँ। त्यहाँ अघि अघि तपाईँ त्यो पढ्ने तपाईँ नै हो कि को हो भन्नु? हो म आफै बोलिरहेको छु, भन्नुहोस् त के होला भन्नुहोस् न। त्यहाँ त्यहाँ त्यो त्यो एउटा मन्दिरको लागि पदमार्ग र घेरबार के भन्ने हुन्छ त्यो मन्दिर निर्माणको लागि भनेर एउटा चिठी लिएर पठाउनु पर्यो भन्ने कुरा होइन। अनि त्यो भएर मैले त्यहाँको स्थानीयलाई पठाएको थिएँ। त्यहाँबाटै कुरा आइसकेपछि होइन हजुर त्यो चिठी चाहिँ अलि यो पर्यटन मन्त्रालयलाई सम्बोधन गरेर हजुर तत्काल चाहिँ त्यो चिठी पठाइदिइहाल्नु पर्यो। अब यहाँ अन्तिम भएको छ, त्यसलाई जसरी पनि गर्नुपर्ने भए त्यो पठाइदिइहाल्नु पर्यो। ठिक छ, हामी चाहिँ लाइनमै हुनुहुन्छ उहाँहरू होइन? हजुर सिस्टम बाइक प्रक्रियाको रूपमा सबै आएका सेवा गराएका काम हुन्छ नि। प्रधानमन्त्री कार्यालयबाट भयो नि फोन गर्न बित्तिकै काम गर्न सकिँदैन। प्रक्रिया तपाईँ यो यसरी मुख नचलाउनु न। तपाईँले मुख चलाउने आवश्यक छैन क्या। तपाईँले रोल भएन है हाकिमलाई पनि मैले त्यहाँ सामान्य प्रशासनबाट भनेर त्यहाँ फोन गर्न मेरो कुरा यस्तो हो क्या। सुन्नु न, प्रक्रिया मिलाएर गर्नु। तर उहाँले भन्नु खोज्नु के भने भन्नु खोजेको पर्दैन। म उहाँले भन्नु खोजेको कुरा मैले बुझेर समस्या समाधान भइसक्यो। लाउनु पर्दैन। नियमबद्ध रूपमा काम हुन्छन्। तपाईँ चाहिँ माथि बालन सरकारको अफिसबाट फोन आएर पनि छिटो गर भनेर काम। एमएलएको कार्यकर्ता हो तपाईँ? वडा सचिव हो कि एमएलएको कार्यकर्ता हो तपाईँ? अब त्यो कार्यकर्ता के हो? त्यो खोजी गर्ने काम तपाईँ मुख्यमन्त्री होइन? यहाँ मुख्यमन्त्री कार्यालयबाट भएको भए तपाईँ एमएलको झोले भएर चाहिँ टेर्नुहुन्छ होला। अहिले तपाईँले टेर्नु भएको छैन होइन? मलाई तपाईँले टिका लाएर कसैले पठाएको नि होइन। म बगाइदा लोक होइन। अहिले तपाईँ त्यो चिठी पठाउनुहोस् होइन भने त्यहाँनिर तपाईँको राम्रो हुँदैन। ठिक छ तपाईँ यस्तो मलाई यस्तो सुन्नु अरू मलाई तपाईँसँग लिनदिन पनि छैन होइन। तपाईँ मैले तलब मागेको पनि छैन। मैले तपाईँलाई तलब दिने पनि होइन। तपाईँले भनेको त्यो सिफारिस तपाईँले पठाउनुहोस् होइन भने त्यो पठाउनु भन्नुहोस् अनि त्यही अनुसारले अगाडि बढ्नु है। पठाउन कसले भनिरहेको छ र? बुझ्नुभयो? पठाउनु नि त नि। तपाईँ 3 दिन भयो त्यहाँ मैले पठाएको भन्ने बित्तिकै काम हुन्छ। अहिलेको अहिले भन्ने बित्तिकै गर्नु भनेको छ। आएको मान्छे कति बेला लिन्छ? तपाईँ हिजो कार्यालयमा नआएर कहाँ जानु भएको थियो? हिजो तपाईँ अफिस आउनु भएन रे? कसले कहाँ जानु भएको तपाईँ? हिजो त तपाईँ अफिस आउनु भयो। मेरो यहाँ सुन्नु, फोनबाट स्पष्टीकरण लिनलाई तपाईँ को म चिन्दैन। यहाँ आउनुहोस् पहिला अफिस। होइन ठिक छ अहिलेलाई चिठी पठाउनुहोस्। बाँकी अरू त्यहाँ हिसाब किताब पछि गर्नलाई मैले बहस गर्नुपर्ने आवश्यक छैन। म कहाँ गएको मैले बहस गर्न आवश्यक छैन। म होइन म त्यहाँ बहस गर्न आवश्यक छैन। तपाईँले त्यो चिठी पठाउनु कि नपठाउनु तपाईँ यति भन्नुहोस् त ल। कसलाई? तपाईँलाई दिनुपर्ने हो चिठी पठाउनु पर्ने हो? मलाई पठाउनु पर्ने हो। मलाई पठाउनु पर्ने। यहाँ ट्याक्क फोनको भरमा काम गर्ने चलन छैन। ट्याक्क यहाँ आउने एउटा निवेदन दिने के हो शिक्षक सबै खुलाएर प्रक्रिया। हेलो हजुरको नाम के भन्नुभयो? शुभ नाम? नाम मेरो प्रकाश खड्का हो। के चाहियो हजुर भन्नुहोस् त? प्रकाश खड्का है हो। तपाईँले चिठी पठाउने कि नपठाउने भन्नुहोस् त? सुन्नु, चिठी चाहिँ बन्छ। अब चाहिँ यसो चाहिँ तपाईँले बोलेका अघि देखा सबै शब्द छ नि। यदि अब यो मसँग चाहिँ अफिस टाइममा बोलेको कुरासँग फेस गर्न रेडी भएर बस्नु होला। मुख्यमन्त्रीको कार्यालय भयो, सामान्य नागरिकको हिसाबले पनि तपाईँले चाहिँ आफ्नो नागरिकले आफ्नो ठाउँमा यो बनाउनु पर्छ भनेर भन्दाखेरि तपाईँले चिठी दिनु पर्दै पर्दैन? यहाँ मान्छे चिठी दिनु पर्दै पर्दैन? चिठी सबै बनिरहेछ। के दिनुपर्छ के दिनु पर्दैन के गर्ने भए अफिसमा आएर सिकाउनु होला। तपाईँले बोलेको कुराहरू पनि यहाँ रेकर्डेड छ होइन? तपाईँले चिठी दिनु पर्दै पर्दैन? त्यही भएर यो ठाउँमा यो बाटो बन्दैछ, मन्दिर बन्दैछ, पर्यटकीय स्थल बन्दैछ भने तपाईँले चिठी दिनु पर्दै पर्दैन? नै चिठी कसले दिन बनाएको छ? चिठी यहाँ चिठी त बोल्ला नि होइन। तपाईँ कार्यालयमा नबस्ने, ठाउँ ठाउँमा डुल्दै हिँड्ने होइन, जहाँसम्म हिँड्ने कार्य समयमा कसलाई यस्तो गरेर हुन्छ? तपाईँले कोसँग कुरा गरिरहनु भएको छ? पहिला तपाईँसँग कुरा गरेको छु मैले। ल तपाईँको काम नगर्ने। सुन्नु, तपाईँ जस्तो चाहिँ नेताको चाहिँ तलुवा चार्दै तेल घस्दै गएको मान्छे होइन म। चाकडी गर्दै तपाईँको चाहिँ सुन्नु, अफिसियल रूपमा तपाईँको कति एजुकेटेड मान्छे हो, कति संस्कारी हुनुहुन्छ भन्ने कुरा तपाईँको शब्दले भनिसक्यो। कुरा बुझ्नु नि?
हो नि तबसम्म जनताले कालो मसल लगाएर जुत्ताको माला पनि लाउँछ। यो कुरा पनि विचार गर्नु। यदि तपाईँ यो कुराको लागि त्यसको लागि फेस गर्नलाई मेरो कुरा सुन्नु नि 13 नम्बर वडा कार्यालयमा एकचोटि छिर्नुहोस्। तपाईँले यो कार्यक्रम ल्याएर आएपछि पहिला म काम गरेन भनेर मलाई लाउँछन् कि तपाईँलाई यहाँ नाङ्गे धार बनाएर पढाउँछ? तपाईँको कुरा पनि रेकर्डेड छ नि। फेरि यति कुरा विचार गर्नुहोस् है, यहाँ जनताले नचेडेको कुरा पनि छ। फेरि यति कुरा विचार गर्नुहोस्। छोड्नु जहाँ तपाईँ मुख्यमन्त्री कार्यालयको मान्छे कहाँ कानुनी रूपमा के अगाडि बढ्नु होला? एमालेको झोले हो तपाईँ, कसलाई काम गर्नु पर्दैन हो? तपाईँ हो तलुवा जाट्दै त्यो चाहिँ झोले हुँदै गएको तपाईँ मान्छे हो। त साले खातेलाई नि मैले त्यहाँ आएर त्यो जुत्ताको माला लगाएन छु भने पक्ष जानेछु मैले। दम छ भने मजासँग आउने, यहाँ सेवा गराइ भएर आउने। आउँछु अहिले म यता काठमाडौँ छु होइन। तपाईँको हैसियत के हो, कति के हो, तपाईँ कति एजुकेटेड मान्छे हो भन्ने कुरा त तपाईँका शब्द सबले सुनिरहेछ नि। होइन कर्मचारीले काम गर्नु पर्यो क्या। अहिले काम गरेछ कि छैन? यहाँ आउनुहोस् न तपाईँ। तपाईँ जस्ता 2-4 जना टपटु यहाँ फोनमा कुरा गर्ने मान्छे हुँदैन। यहाँ एभ्री पब्लिकलाई प्रत्येक दिन लिएका सेवा गराइसँग कोरेस्पोन्डेन्ट गर्नुहोस्। यहाँ गुणस्तरीय पासेको छैन, टाइममा पासेको छैन भन्ने कमल भण्डारीले दिएको सेवा कस्तो छ भन्ने कुरा तपाईँले सोच गर्ने होइन। मन्त्री प्रधानमन्त्री जनताको कामलाई इग्नोर गर्ने मान्छेलाई नि फेरि हुन्छ। फेरि प्रुफ छ कहाँ कसको इग्नोर गर्यो भनेर यहाँ आउनुहोस्, नभए तपाईँलाई त यत्तिकै कहाँ छोडिन्छ। मैले धेरै बहस गर्न चाहिनँ होइन। तपाईँ जतिको चाहिँ यो संस्कारै नभए मान्छेसँग मैले बहस गर्नु छैन। तपाईँको के संस्कार हो? कर्मचारी कुन युनियनमा हो तपाईँ? तपाईँको त्यो खारेज भएको भनेको थाहा छ नि तपाईँलाई? तपाईँले मलाई कानुन नपढाउनुहोस्। पहिला आफूले के सिक्नुहोस् भनेपछि सांस्कारिक रूपमा एउटा अफिसियल रूपमा कस्ता शब्द प्रयोग गर्नुपर्छ आफू पढ्नुहोस्। पहिला एकचोटि घर बाआमासँग सोध्नुहोस्। 3 दिनसम्म एउटा सिफारिस पठाउनु नसक्नेले बाआमासँग सोध्नुहोस् एकचोटि है। त्यहाँ उहाँको त्यो सचिवको त्यहाँ कुर्सीमा बसेर पर्दैन। तपाईँहरू जस्तो हामी चाहिँ हेर्नेर बसेको नेताहरूको हात जोड्दै पाउ जोड्दै गएर यस्तो चाहिँ गएको मान्छे होइन। हामी आन्दोलनबाट लडेर ज्यानको बाजी लगाएर आएको मान्छे हो। थाहा छ।